यो 2083 साल असार 2 गते राति आएको यो अविरल हावाहुरीको कारण यो सामुदायिक वनमा निकै ठुलो क्षति भएको अवस्था छ र यो ठालडाँडा सामुदायिक वन यो खानपारी नगरपालिकाको यो सुन्दर ठाउँको रूपमा पनि हामी चिन्छौँ र यो सामुदायिक वनभित्र रहेको यो सल्लाहले यो ठाउँको निकै सुन्दरतालाई पनि निकै नै राम्रो पारेको अवस्था थियो। तर पछिल्लो समय यो हावाहुरीको कारण चाहिँ यो सल्लाहको रुखहरू अत्यन्तै दुःखलाग्दो अवस्थामा भाँचिएको अवस्था छ र जसको चाहिँ यसले चाहिँ यहाँ बनेका संरचनाहरू र यो बाटोमा डुलघुम गर्न हिँड्न ओर्नलाई जस यहाँ कामहरू गर्नलाई पनि निकै नै असहज भएको अवस्था छ। यो चट्याङ पनि यही सल्लाहको रुखमा पर्ने अवस्था र रुखहरू भाँचिँदा पनि निकै नै गडाङगुडुङ तरिकाले चाहिँ मेलै मारेर चाहिँ ड्याङ यसरी यहाँ भाँचिएको अवस्था छ। यतिखेर यो वनमा चाहिँ के कति क्षति भयो भनेर जस हेर्नका लागि चाहिँ यो बुझ्नका लागि यो निरीक्षण गर्दै आउनुभएको छ यो ठालडाँडा सामुदायिक वनको अध्यक्ष टेकबहादुर मगर। यो वनलाई हेर्दै हुनुहुन्छ। थोरै अलिकति यो विषयमा के कस्तो भयो एकचोटि यतातिर बोलिदिनु है अध्यक्षज्यू। ठालडाँडा सामुदायिक वनको अध्यक्ष टेकबहादुर मगरज्यू हुनुहुन्छ। टेकबहादुर सर, यो सामुदायिक वनलाई चाहिँ निकै ठुलो क्षति गरेको अवस्था छ, के छ यो कस्तो के अरे के यो विषयमा चाहिँ तपाईँले केही कुराहरू राख्दिनु न। जस अब मलाई लागेको यो धेरै अगाडि धेरै परिश्रम गरेर हामीले हुर्काएको बढाएको। हजुर हजुर। अब यो सुन्दर ठाउँलाई सुन्दरै छ भने थियो, यो अलिकति यसको उमेर पुगेछ क्यारे, पहिला त्यस्तो हुन्थेन। अब यसलाई हामीले सदुपयोग गर्नको लागि यसो मैले जाने अनुसार चाहिँ यो क्षति यसरी भइरहनु भन्दा यसो चाहिँ लगानी गर्नु पाए, यसलाई सदुपयोग गर्नु पाए, यो लकडीमा बिक्री गरेर हामीले फेरि पुरानो संरचना तयार गर्नको लागि सहयोग पुग्छ कि भन्ने आशा राख्दै यो बाटोघाटो यो विभिन्न गुम्बाहरू यी चाहिँ हाम्रो संरचनाहरूलाई स्कुललाई पनि घाटो पुर्याउने गरिकन यहाँ चाहिँ डरलाग्दो क्षति भइरहन्छ। यसलाई अलिकता हामीले आम्दानी बान्ने हिसाबले लगानी गर्नु पाए हुन्थ्यो भन्ने मलाई सोच छ। भनेपछि जुन यहाँको यो सल्लाहको रुखहरूले चाहिँ जस यहाँको सामुदायिक वनले चाहिँ यो सल्लाहको रुखहरूले यो बाटोघाटोमा पनि निकै ठुलो अवरोध गरेको अवस्था, गुम्बाहरूलाई पनि के अरे अवरोध गरेको अवस्था, विद्यालयलाई पनि जस यो सल्लाहको रुखहरूले अवरोध गरेको अवस्था भएकोले गर्दाखेरि यो सल्लाहलाई चाहिँ जस के भन्छ नि एउटा आम्दानी अब के कति के अरे भयो जस यहाँनिर गएर जस यसलाई पुनः फेरि अर्को बिरुवा रोपेर जस यसलाई फेरि पुनः हराभरा बनाउन पाएदेखि हुन्थ्यो भन्ने जस हजुरको सोच होइन सर? हजुर 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 यो गर्नु पाए। अब यो यसको उमेर पुगेछ जस्तो मलाई चाहिँ यो मेरो ज्ञानमा आयो कि हो पक्कै पनि, किनकि यो सल्लाह यो एकैचोटि रोपेर यो नर्सरी गरिएको अवस्था हो र जसको चाहिँ यो अब बिस्तार बिस्तार यो सबै उजाडिँदै गएको र सल्लाह रुई भाँचिँदाखेरि यसरी लहरैसँग चाहिँ यसरी भाँचिँदो रहेछ। यो तपाईँले देखिरहनु भएको छ, यो निकै नै ठुटे भइरहेको छ। यो सबै यो पटक पड्किएको अवस्था छ र यो आसपासमा मान्छेहरू यदि हुन्थे भने चाहिँ, किनकि यो ठाउँ एउटा पर्यटकीय क्षेत्र भएकोले गर्दाखेरि यहाँनिर मान्छेहरूको आवत जावत के अरे घुमघाम गर्ने मान्छेहरू पनि रहिबस्ने भएको हुँदाखेरि यसरी हावाहुरी आएको बेलामा चाहिँ यो सल्लाहको फेदतिर चाहिँ बस्न निकै जोखिम अवस्था हुँदो रहेछ भन्ने कुराहरू हामीले यहाँ देखिरहेको छौँ। किनकि यसले बिचैबाट डङ्कीडङ्क भाँचिँदो रहेछ। त्यसकारण मलाई लाग्छ अब यसको उमेर पुगेछ र हाम्रो संरचनालाई यहाँ चाहिँ हरभरा सुन्दर ठाउँलाई फेरि सुन्दर पार्नका लागि वृक्षारोपण गरेर हामीले फेरि कुन तरिकाको वृक्षारोपण गरौँ, यो सबैको सरसल्लाह अनुसार वृक्षारोपण गरौँ। यसलाई चाहिँ पुरै हटाएर अलिकता हाम्रो वनमा पनि हाम्रो सबैले ध्यान पुगोस्, वन कार्यालयबाट पनि, र हामीलाई यो चाहिँ क्षति दिनै एउटा दोडा लड्नु भन्दै अब धेरै लड्नु थाल्यो। यसको उमेर पुगेको हो क्यारे, यसलाई चाहिँ हटाएर अर्को गरौँ भन्ने नै मेरो सोच छ हजुर। धन्यवाद हजुर। ठालडाँडा सामुदायिक वनको अध्यक्ष टेकबहादुर मगरज्यूले आफ्नो संक्षिप्त भनाइ राख्नुभयो। यो के कति क्षति भयो भन्ने कुरा चाहिँ जसको हुन्छ नि अहिले पुरै यो घुमिसकेपछि यसको थप विवरणहरू
आउनेछ र यो बाटोहरू जताततै अवरोध भएको अवस्था छ। यो पल्टिँदा चाहिँ पुरै जरा नै यसरी के भन्छ चाहिँ उक्किएर पल्टेको छ भने कोही चाहिँ बिचमा ड्याङ्की भाँचिएको अवस्था छ। र हावाहुरी चलेको बेलामा चाहिँ तपाईँहरू पनि यो सल्लाहको आसपासमा बस्न चाहिँ निकै नै सजग रहनुपर्ने अवस्थाहरू हुँदो रहेछ भन्ने कुराहरू पनि हामीले यो देख्यौँ। र तल तल के कति क्षति भयो भन्ने कुराहरू हामी हेर्दैछौँ। हेर्दै जाउँ। अब यो हेर्नै नसकिने अवस्था भइसकेछ। देख्दाखेरि नै पिर लाग्दो छ। यहाँ निकै दुःख लाग्दो अवस्था छ, दुःखलाग्दो किनकि कुरा छ। यहाँ हेर्नुहोस्, हरियो वन नेपालको धन, त्यसमाथि नि हाम्रो त यो नेपालको थाइलान्डको धन हरियो वन भनेर हामीले कति प्रयास गऱ्यौँ र हामीले यत्रो बनायौँ पनि र यसको अवश्य नै यसको उमेर पुगेको हो भन्ने चाहिँ मलाई लागिरहेको छ हजुर। पक्कै पनि यो देख्दाखेरि निकै नै दुःख लाग्दो अवस्था छ। र यो सल्लाहहरू अब यसरी लैनले भाँचिँदा पल्टिँदाखेरि चाहिँ अब यसको पनि अब हरेक बोट बिरुवाहरूको पनि एउटा उमेर हुन्छ भनेर भनिन्छ, जसले गर्दा पनि यो निकै नै सुन्दर ठाउँ थियो। पारिपट्टि देखिएको खाँदबारी बजार र यो डाँडामा बसेर चाहिँ घुम्न आउने मान्छेहरूको अत्यधिक ठुलो सङ्ख्यामा आएर यहाँबाट रमित हेर्ने, यो सल्लाहको चिसो हावा खाने, रम्ने रमाउने रहन्थ्यो भने अब यो निकै उजाडिँदै गएको अवस्था छ, निकै दुःख लाग्दो अवस्था छ। हो हजुर, किनभने यो विद्यालय आउने बाटो हो। विद्यालय आउने बाटोमा पनि यसरी बाटो अवरोध भएको छ। यो यहीँनिर देखिएको यो सरस्वती आधारभूत विद्यालय हो। यो र यो चाहिँ थालडाँडा पार्क एरियालाई मैले देखाइरहेको छु। यो बाटो हुँदै खाँदबारी सङ्घसभाको सदरमुकाम खाँदबारी आवत जावत गर्ने बाटो हो। यो बाटो पुरै अवरोध भएको अवस्था छ। यो तत्काल हटाउन सक्ने अवस्था छैन। र यदि कोही यो बाटो हुँदै यो बाटो आवत जावत गर्दै हुनुहुन्छ भने बाटोको अवस्था बुझेर मात्रै झर्नु होला, किनकि अहिले तत्काल यो बाटो खुल्ने अवस्था छैन। यो बाटो पुरै जसको चाहिँ रुखहरू जताततै ढलेर चाहिँ बाटो अवरोध भएको छ। यो जानकारी पनि मैले तपाईँहरूलाई गराएँ। र यो पर्यटकीय क्षेत्रको रूपमा हामीले यसलाई अगाडि बढाउँदै आइरहेको अवस्थामा यो ठाउँमा यसरी रुखहरू लडेको अवस्था छ। र अहिले भर्खरै मात्रै यो थालडाँडा सामुदायिक भवनको सचिव खड्ग थापा मगर पनि यहाँनिर आइपुग्नु भएको छ। अध्यक्षज्यू अघि नै आइपुगेर यसलाई हेरिसक्नु भएको छ भने सचिवज्यू पनि भर्खरै आइपुग्नु भएको छ। सचिवज्यू, के छ यो सामुदायिक वन, थालडाँडा सामुदायिक वनले चाहिँ यो सल्लाहको रुखहरूले बाटो जताततै अवरोध गरेको अवस्था, रुखहरू सामुदायिक वन चाहिँ निकै नै ठुलो क्षति भएको अवस्था देखिन्छ। के छ यो विषयमा हजुरको एउटा आफ्नो के भनाइ राख्दिनँ? होइन, अब यो अरूभन्दा पनि यो बेलुका करिब 8 बजेतिरको थियो र हावाहुरी थियो र पानी पनि एकदम बट्टा परिरहेको थियो। गडाङ गुडुङ चाहिँ आवाज चाहिँ सुनिरहेको थियौँ। के भाउँछ भन्ने कुरो चाहिँ हामीलाई थाहा भइरहेको थिएन। र अहिले बिहानी पख हामीले चाहिँ हेर्दै जाँदाखेरि यो हालत भइरहेको छ। यो रोड पुरै ब्लक भइरहेको छ। यहाँनिर अहिले गाडीहरू आइरहेको छ, कति बिराई बोक्ने गाडीहरू आइरहेको छ। एकदमै समस्याजनक अवस्था छ, दर्दनाक अवस्था छ। हेर्दाखेरि यहाँदेखि माथि गरे करिब 40वटा रुखसम्म चाहिँ ढलेको भन्ने कुरो छ। म हेर्न जाँदैछु अहिले एकछिनमा, त्यहाँदेखि माथि पनि गएर हेर्छु। अहिले सुरुमा चाहिँ अहिले हामीले हेर्दा चाहिँ यहाँ हेर्नुहोस्, यो बाटो पुरै छेकेको छ। अब यसलाई हामी बाटो त खोल्नै पर्छ र अब के अरे यसमा चाहिँ अब यो बिग्रिसकेको यी रुखहरू चाहिँ धेरै ठुलो भइसकेकोले गर्दा यसलाई बिस्तारै यसलाई अलिकति परिवर्तन गरेर अर्को खालको बिरुवाहरू चाहिँ लगाउने हो कि अलिकति बढ्ने खालको ठुलो तर के अरे यस्तो गरी छिट्टै भक्क नढल्ने खालको बिरुवा चाहिँ लगाउने हो कि भन्ने चाहिँ हाम्रो सोचाइ छ। र यसबाट अलिअलि काठ आउँछन्, जुन आएको काठबाट चाहिँ नयाँ बिरुवा रोप्ने खरिद गर्ने चाहिँ क्रम हामी गर्नु पर्ला जस्तो छ। तर अहिले हामी तुरुन्तै यहाँनिर कोसँग छ अलिअलि तेल हुने साथीहरूलाई लगाएर यो बाटो चाहिँ अहिले नै गर्न लगाउँछौँ र अब त्यही काम गर्नुपर्नेछ। र अझै हामी केही क्षण माथि पनि अवलोकन गर्नेछौँ, मास्तिर नै अवलोकन गरेर फेरि हामी देखाउने प्रयास गर्नेछौँ। र अब हामीले यस्तै हाम्रो थालडाँडा
सामुदायिक वन अत्यन्तै नाजुक अवस्था पुगिसक्यो र हामीलाई कुनै पनि निकायबाट यहाँनिर उचित खालको बिरुवा कसैले उपलब्ध गराइदिनुहुन्छ भने सहयोग गरिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्छु र तपाईँहरूलाई अझ छिटो बढ्ने खालको बिरुवाहरू हामी रोपाउनु काम सामुदायिक वनबाट यही काठबाट आएको यसो 2-4 हजार 5-10 हजार आउँछ होला, त्यसबाटै हामी उपलब्ध गराउँछौँ। यदि भएन भने हामी आफैले श्रमदानबाट पनि गर्ने प्रयास गर्नेछौँ र सबैमा अनुरोध छ जो जहाँबाट सहयोग गर्न तयार हुनुहुन्छ उहाँहरूलाई मेरो हार्दिक अनुरोध छ। धन्यवाद सचिव खड्ग थापा मगरज्यू। जस यो सामुदायिक वनको विषयमा चाहिँ जस के भन्छ नि थप के कसो गर्ने भन्ने विषयमा उहाँ आफ्नो धारणा राख्दै हुनुहुन्छ। यो एउटा पर्यटकीय क्षेत्रको रूपमा पनि हामीले यो थालडाँडालाई हामीले लिने गर्थ्यौँ र यो ठाउँलाई जस सल्लाहकारीले नै जस के भन्छ यो ठाउँलाई अझ जस आकर्षक बनाएको अवस्था थियो, तर यो सल्लाहको अवस्थाले चाहिँ पछिल्लो समयको यो सल्लाहको यो गतिले चाहिँ निकै नै दुःखलाग्दो अवस्था भएको छ। धेरैजना मान्छेहरू यो ठाउँमा आइपुगिसक्नु भएको छ होला र यो पछिल्लो अवस्था चाहिँ यस्तो छ र यो सामुदायिक वनलाई यो ठाउँलाई अझ कस्तो बनाउने, कसरी जस अझ राम्रो बनाउने भन्ने विषयमा अध्यक्षज्यू सचिवज्यूहरू यसको अवलोकन गरेर अब आउने दिनहरूलाई चाहिँ जस यो ठाउँलाई पुनः बिरुवाहरू रोप्दाखेरि कुन खालको बिरुवा रोप्ने यसबाट नि सिकेर अथवा यो ठाउँलाई अझ यो हराभरा कसरी बनाउने भन्ने विषयमा छलफल गर्दै हुनुहुन्छ र यसको अवलोकन गर्दै हुनुहुन्छ। यो देखियो त्यो हातबारी बजार हो। यो ठाउँबाट चाहिँ अत्यन्तै धेरै ठाउँहरू हामी देख्न सक्छौँ। सङ्घसभाको एयरपोर्ट तुमलिङ टार विमानस्थल, यसरी नै खाँदबारी सदरमुकाम, मकालु हिमाल पनि देखिन्छ, तर यतिखेर यो बादलको कारणबाट मकालु हिमाललाई देख्न सकिएन। यसरी नै धेरै ठाउँहरू देखिन सकिन्छ, जसले गर्दा पनि यो ठाउँ निकै नै सुन्दर छ